गाइस नमस्ते सबैजना सधैँ राम्रै हुन्छ होला हैन। अब मेरो चाहिँ टिका लगाउन सुरु भइसकेको छ र अहिले टाइम भएको छ 2 बजिसकेको छ। अब दिदीहरु भेला हुँदै हुँदै गाइस ल र मामाहरुले लाइसक्नु भयो अलरेडी। अब हाम्रो पाली छ ल तपाई पनि हेर्दै गर्न कस्तो के हुन्छ रेडी भइसकेको छ गाइस हैन। रेडी भइसकेको छ म चाहिँ बसिरहेको छु ल मेरो पाली र दिदीहरु आइसकेका छन् ल। तपाई पनि सबैजनालाई भाइटिकाको धेरै शुभकामना र यसपालिको टिका पनि सुरु गरिसकेको छौँ हामीले। हेर्न सक्नुहुन्छ दिदीहरु मिलेर छेक्दै छन् हैन। र यसपालिको टिका चाहिँ के भयो भने हामीले लेटली लायौँ किनकि दिदी अलिक आउनु लेट गरी, त्यसैले 2 बजे पछाडि हामी टिका लाउँदैछौँ। अब छेक्न सुरु भइसकेको छ कार्यक्रमहरू हेर्न सक्नुहुनेछ र तपाईँहरू कस्तो के जाँदैछ टिकाहरू हैन। र हाम्रो चाहिँ 2 बजे पछाडिको सुरु हो हेर्न सक्नुहुनेछ। दिदीहरू छेक्दैछन्। मेरा चाहिँ दिदीहरू 3 जना हुन् दिदी बहिनी, त्यसैले 2 जना छेक्दैछन्। एकजना बहिनीको चाहिँ खबर आयो टिकाको दिनै भनेर लाउनु हुँदैन भनेर खबर आएकोले असुविधाले कान्छी बहिनी चाहिँ लाउन पाइन टिको र हामी 2 जनालाई बसाएर लाउँदैछ। दिदीहरूले हेर्न सक्नुहुनेछ हैन। र टिका पनि सुरु भइसकेको छ ठुल्ठुलीबाट हेर्न सक्नुहुन्छ। ठुल दिदी हो र टिकाहरू लाउँदै एकजना दिदीले चाहिँ तेलहरू दल्दै हैन कोरिँदै कपाल कोरिदिँदै यस्तरी कार्यक्रम हाम्रो सुरु भइसकेको छ। र मैले चाहिँ भने दिदी लामो टिका लगाइदिनु है भनेको थिएँ त। दिदीहरूलाई हाँस उठाउँदै त्यसरी हाँस्दै चाहिँ म चाहिँ लामो टिका राम्रो लाग्छ किनकि लाउनुको लागि भनेर नि त। र मैले भनेको थिएँ लामो लगाइदिनु दिदी भनेर नि त। र यस्तरी हामीले सुरु गऱ्यौँ यसपालिको टिका हैन। र हामीले योपालि पनि टिका यसरी नै पार गऱ्यौँ र आउने पालि कस्तो के हुन्छ कसैलाई थाहा हुँदैन। र आउने पालि फेरि राम्ररी हामीले मनाउने कोसिस गर्नेछौँ गाइस है त। र हेर्न सक्नुहुन्छ 2 जना दिदीहरू आए र माइली दिदी र ठुल दिदी हो, एकजना कान्छी बहिनी हो, बहिनीको चाहिँ भएन त्यसैले कान्छी बहिनी साइडमा छे। र हामी 2 जना बसेर टिका लाउन सुरु गरिरहेका छौँ। सबैतिर लगाइदिए दिदीहरूले हेर्न सक्नुहुन्छ टिका लगाइदिइरहेका छन्। सबै कलरिङ साह्रै नै राम्रो है, साह्रै नै राम्रो मुहूर्त यतिखेरको चाहिँ दिदी बहिनीको आशीर्वाद लिँदै हामी हेर्न सक्नुहुन्छ बसेर दिदीहरू लगाइदिइरहेका छन्। 2 जना दिदीले सबैतिर कलरिङ टिका यो चाहिँ साह्रै नै हैन राम्रो मुहूर्त भनौँ न, शान्तिको मुहूर्त यादगार है। र नानी पनि छेउमा आइपुगिन् र सबैतिर कलर दलिदिरहेको छ। म चाहिँ आरामले बसिरहेको छु राजा भएर। अब भरेको पालि घाँटे पनि लगाइदिन्छ दिदीले। र यसपालिको के भनौँ भने त माला चाहिँ बहुतै क्राइसिस भएको छ। मालाको बहुतै बार समस्या भएर किनेर ल्याउनु पर्यो माला पनि 70 रुपिस पार माला। र दिदीले टिकाहरू लगाएर खुवाइदिन्छ मिठाईहरू हाबीजाबी हैन। र खुवाउँदा म पनि भोकमा बसिरहेको थिएँ। भोकसँग मैले खाइरहेको छु हेर्नु जस्तै पुरै खाइदिइरहेको छु। साह्रै नै भोक लागिरहेको थियो किनकि 2 बजी पछाडि लाउँदा 3 नै बजेको थियो हैन। खानासाना चाहिँ खाइ नखाइबसेको दिदीहरूको आशीर्वाद लिनुको लागि किनकि दिदीहरू पनि बहुत भोकै बसेका हुन्छन् दिनभरि नै हामी टिका लाउनुको लागि। र हामी पनि त्यति अलिकति कष्ट गर्न सकिन्छ भनेर म चाहिँ नखाइ बसेको हो। र दिदीले गिफ्टहरू दिँदैछ हेर्न सक्नुहुनेछ। सबै खाना खुवाइसक्यो हैन। रोटीहरू खुवाइ सबै नियम नीति गरेर दिदीले दिए अर्को दिदीले पनि दिँदैछ। माल दिदीले पनि प्रसाद रोटीहरू हैन जे कुन ल्याएको हुन्छ उनीहरूले ल्याएको वस्तुहरू दिँदैछन् खुवाइदिँदैछन्। 2 जनालाई नै दिँदै गिफ्ट दिँदै हैन। खाने वस्तु जति पनि ल्याएको हुन्छ सबै दिनु अरे नि त दाजुभाइहरूलाई दिदीहरूले भन्छन् हैन। त्यस्तो नियम नीतिहरू आफ्नो त पालन गर्नुपर्छ राखिरहन्छ र यति नियम। गिफ्ट पनि दिई बहिनीलाई अब दिदीहरूको पालि टिका लाउने मैले दिदीबाट सुरु गरेँ। र दादाहरू पनि आउनुभएको थियो बहिनीको दादाहरू, उहाँले अब जान आँट्नुभयो। मैले त्यता दादाको व्यस्त थिएँ यता। र अब दिदीलाई टिका लगाइदिँदैछौँ हामीले चाहिँ 2 जना मिलेर हेर्न सक्नुहुनेछ। र यसपालि चाहिँ साह्रै नै माला चाहिँ यता असुविधा भयो थियो गाइस, किनेर ल्याउनु पऱ्यो। गाउँ एरिया पनि माला नभएर साह्रै नै समस्या भएको थियो र माला किनेर यही बार चाहिँ पालन गर्नु पऱ्यो। त्यही भएर माला सबैजनालाई क्राइसिस भएर पुगेन होला त्यसैले हेर्न सक्नुहुनेछ हैन। यस्तै भयो तपाईँहरूको उता चाहिँ मालाहरू कस्तो के भयो एभाइलेबल भयो कि भएन। हाम्रो चाहिँ यस्तै चल्यो यसपालिको तिहार किनकि अब तिहार पनि फास्ट भयो नि त त्यसैले। र दिदीको आशीर्वाद लिँदै गिफ्ट दिँदै दिदीलाई अब माल दिदीको पालि दिदीलाई टिका लगाउँदै अब आशीर्वाद लिँदै दिदीबाट पनि है। यस्तै छ यसपालिको तिहार साह्रै रमाइलो भयो हाम्रो चाहिँ। तपाईँको चाहिँ कस्तो के भयो भन्नु होला। 2 जना मिलेर टिका लगाइदिएछ माल दिदीलाई अब गिफ्ट दिने पालि आशीर्वाद दिदीले पनि गिफ्ट दिए हैन। र दिदीलाई गिफ्ट दिँदै आशीर्वाद लिँदै बुहारीले पनि गिफ्ट दिँदै आशीर्वाद लिँदै म चाहिँ पैसा दिदीलाई बुहारीले चाहिँ गिफ्ट दिन्। र दादाहरूको पालि आयो माल दादा र कान्छा दादाको पालि अब चाहिँ हेर्न सक्नुहुनेछ तपाईँहरूले पनि। सबैजना मिलेर हामी चाहिँ एक ठाउँमा लगाएको हो हेर्न सक्नुहुनेछ। दादालाई ऐना देखाउँदै उता सुपर हिट भन्दै पुरा दादाले भन्दैछ माल दादा उता यता कान्छा दादा हो हेर्न सक्नुहुनेछ। 2 जना दादा हुन्, दादा उनीहरू दाजुभाइ। यस्तै छ आजको दृश्य मुहूर्त साह्रै नै रमाइलो यादगार। र माला लगाउँदै दिदीले माल दिदीले माला लगाइदिए दिदीले टिका लगाउँदै चाहिँ हैन। मिलिजुली सबैजनाले गर्नुपर्छ
एकजनाले एउटा गर्दा एकजनाले एउटा गर्दा छिटो हुन्छ होइन, कार्यक्रमहरू पनि अघि बढ्छ। राजा भएर बसिरहेका छन्, हेर्न सक्नुहुनेछ। र दिदीहरूले पनि अब टिका सिका लगाइदिए, अब खुवाउने वस्तुहरू खुवाउँदै होइन, सबै खुवाइ पनि दिनुपर्छ। फास्टो टिका अलिअलि सबै नियम नीतिहरू गरेर त्यहाँपछि दहीहरू दिएर दहीहरू पनि खान अब रेडी हुँदैछन् होइन। र अब आयो कान्छी भाउजूको पाली र माइली भाउजूको चाहिँ असुविधा, किनकि घरमा असुविधा भएकोले गर्दाखेरि भाउजू चाहिँ आउनु भएन यसपालि भाउजूको चाहिँ। र ठुलो दिदीले भाउजूलाई कान्छी भाउजूलाई लाँदै थिए, दुईजना दिदी बहिनीले लाँदै थिए। यसपालि हाम्रो तिहार चाहिँ यस्तै